हेलो साथीहरू, हर्कमन साम्पाङ धरानको मेयर हुँदाखेरि धरानको सुकुम्बासीहरूलाई कसरी हटाउन कोसिस गरेको थियो र अहिले नसरकारले सुकुम्बासीहरूलाई हटाउँदाखेरि हाम्रो थापा साम्पाङले कसरी विरोध गर्दैछ पहिलो कुरा अहिलेको यो भिडियो हेर्नलाई म हजुरहरूले हेर्नलाई। अब सुकुम्बासी बस्ती भनौँ न अब त्यस्तो गरिरहनुहुन्छ र त्यसमा चाहिँ कस्तो रहेछ भने यो भूमाफियाहरू लागेको हुँदो रहेछ। अनि सोझा साझा मान्छेहरू त गाउँबाट आएको मान्छेलाई है यति हजार दे त्यहाँ बस, यति लाख दे त्यहाँ बस, फेरि भन्लास् त्यहाँ यसले फल्नाले गर्यो भने त केही हुँदैन हामी छौँ भनेर चाहिँ भन्दा रहेछन्। अनि हामी जान्छौँ, जाँदाखेरि अब धरानमा भर्खर आएको मान्छे बसिरहेको हुन्छ है, कसले बस्नु लाग्यो त भन्दा उसले मरि गयो भन्दैन है, त्यो खोइ के कसम खुवाएको हुन्छ। अनि चाहिँ कस्तो भन्दाखेरि अब त्यो व्यक्ति जो बसेको हुन्छ त्यो व्यक्तिले अतिक्रमण गर्न सक्दैन। यहाँनिर चाहिँ अब त्यही हो, त्यही तरिकाले लागेका मान्छेहरूको एउटा गिरोह नै छ। त्यो गिरोहले चाहिँ त्यसरी चाहिँ गरिराखेको छ। त्यसलाई मैले चेक एन्ड ब्यालेन्स गर्दैछु। यो फेरि चलन भनेको चाहिँ कस्तो भने धेरै पुरानो चलन छ धरानमा र ठुलो समस्या पनि यही हो। अब खोलाको तिरमा गएर 2-4 टहरा बनाइदिइहाल्ने होइन, अनि त्यहाँ गएर बस्नु म छु भन्ने होइन। अनि यो खालको एउटा चाहिँ कस्तो त्यहाँ बसेपछि तर फेरि त्यसलाई चाहिँ अब पोलिटिकल पार्टीहरू हुँदो रहेछ त्यसको पछाडि चाहिँ। अनि त्यहाँ बसे मार्फत चाहिँ पछि गएर अब त्यो भोटर आइडी साइडीमा बनाइदिन्छु, पछि हाम्रो पार्टीमा भोट हाल्लास् भन्ने किसिमले त्यो आजीवन एउटा चाहिँ नि आश्रित बनाएर त्यो लड्दै हुनुहुन्छ, त्योसँग विथ फोर्स लड्दै हुनुहुन्छ कि विथ ट्याक्टिक्स लड्दै हुनुहुन्छ? अब यो दुइटै प्रयोग गर्नुपर्छ होला भन्दैछु होइन। भर्खर आइएको छ भन्दा पनि 6 महिना त बितिसक्यो होइन। र यसको लागि ट्याक्टिक्स पनि चाहिन्छ, त्योभन्दा धेरै चाहिँ फोर्स चाहिन्छ जस्तो लाग्छ। सरकारले अहिले सानसाना कुराहरूका लागि पनि नेपाली सेनालाई ब्यारेकबाट निकालेर प्रयोग गरिरहेको देख्दाखेरि यो देश चाहिँ जननिर्वाचित सरकार नभएर सैनिक सरकारले चलाइराखेको हो कि भन्ने खालको भान भएको छ। आउँदा दिनहरूमा यो खालको कृत्य, यो खालको चाहिँ कुकृत्य नगरियोस् भन्न चाहन्छु म। सेनालाई मतपेटिका बोक्न लाउने, सेनालाई चाहिँ तपाईँको सुकुम्बासी बस्ती भत्काउन जाँदाखेरि लैजाने, सेनालाई चाहिँ सुकुम्बासीको लगत उठाउन लगाउने, यस्ता कामहरूले गर्दाखेरि चाहिँ के हो त भन्दाखेरि नेपाली सेनाको खास काम के हो भन्ने कुरा होइन अब कार्यविधि बनाउनुपर्छ भन्नेतर्फ चाहिँ हामीलाई डोर्याउन सक्छ।